बाहिर चोक तथा सडकमा नेता तथा कार्यकर्ताको बाक्लो भिड अनि भित्र चाहिँ मनोनयन दर्ता गराउने उम्मेद्वारहरूको हतारो। आज बिहानैबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको दैलेख जिल्ला अदालतमा निर्वाचनमय गतिविधिहरू भइरहे। मनोनयन दर्ताको अन्तिम दिन भएकाले पनि होला नेता तथा कार्यकर्ता सबै सक्रिय देखिन्थे। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचन जहाँ तहीँ लागिसकेको छ। नेताहरू मनोनयन दर्ता गर्दा गर्दै पनि एकापसमा चुनाव कसले जित्छ, को बलियो उम्मेद्वार हुन सक्छ तथा यी र यस्तै विषयमा आकलन गर्नेहरूको पनि कमी थिएन। नेपाली काङ्ग्रेसले नारायण नगरपालिकाको प्रमुखमा निर्मला खड्का थापालाई उम्मेद्वारका रूपमा अघि सारेको छ। आफ्ना नेता तथा कार्यकर्ता सहित मनोनयन दर्ताका लागि पुगेकी उनले सुरुमै उम्मेदवारी दर्ता गराइन्। उम्मेदवारी दर्ता गरे लगत्तै उनले भनिन्, नारायण नगरपालिका धेरै पुरानो नगर हो, म यसलाई नयाँ तरिकाले व्यवस्थापन गर्न आएकी हुँ। यो नारायण नगरपालिका साँच्चीकै नगरपालिका बनाउने मेरो पहिलो एजेन्डा छ र नारायण नगरवासीहरूको लागि, समृद्धि नगरवासी र समुन्नत नारायण नगरवासीको लागि चाहिँ मैले आफ्नो यस्तो चाहिँ 5 वर्षीय कार्यकाल चाहिँ सफल बनाउनको लागि 5 वर्षीय घोषणापत्र चाहिँ मैले प्रस्तुत गर्नेछु र समग्र नारायण नगरपालिकाका नगरवासीहरूलाई नगरवासीको म यो सिंहदरबार जनताको घर घरमा भन्ने चाहिँ मैले विश्वास दिलाउन चाहन्छु। त्यो अनुसारको मैले काम गर्नेछु। नेपालमा चाहिँ धेरै आर्थिक चाहिँ यो राजनीति क्रान्ति भइसक्यो, राजनीति परिवर्तन भइसक्यो। अब हामीले आर्थिक परिवर्तन गराउन गर्नु छ, सामाजिक परिवर्तन गर्नु छ, विभिन्न खालका परिवर्तनहरू गर्नु छ र विभिन्न संविधानले व्यवस्था गरे अनुसारका जातीय जस्तो महिला, दलित, जनजाति सबैको वर्गीय विभेदको लागि पनि अन्त्य गर्नु छ र हामीले विभिन्न किसिमका स्थानीय सरकारले कानुन बनाएर ती कानुनलाई कार्यविधि बनाएर कार्यान्वयन गर्ने मेरो पूर्ण प्रतिबद्धता छ। दैलेखमा 7वटा गाउँपालिका र 4वटा नगरपालिकाहरू छन्। नगरपालिकामा प्रमुखको प्रतिस्पर्धामा उत्रिएकी एकमात्र महिला उम्मेद्वार उनै हुन्। विशेष गरी महिलाहरूका समस्या समाधान र उनीहरूलाई चुलो चौकोमा मात्र नभएर मूलधारमा ल्याउने उनको दाबी पनि छ। समग्र महिलाको सवालमा महिला अधिकारका लागि मैले सदैव एडभोकेसी गर्नेछु। पहिलो कुरा र महिलाको हक हितको लागि, महिलाको प्रजनन स्वास्थ्यको लागि नेपालको संविधानले व्यवस्था गरे अनुसार नेपालको संविधानले व्यवस्था गरे अनुसार महिलाको सदैव मैले आवाज उठाउनेछु। महिला लक्षित कार्यक्रमहरू ल्याउनेछु। महिलाको प्रजनन स्वास्थ्य, महिलाका चाहिँ पोषणका कुराहरूदेखि लगेर महिला अधिकारका एडभोकेसी गर्ने थुप्रै कार्यक्रमहरू ल्याउनेछु र क्षमता विकास कार्यक्रम, सिप विकास कार्यक्रम, महिलाहरू रोजगारी कार्यक्रम, महिलाहरूको चाहिँ आर्थिक विकासका कार्यक्रम, महिला संविधानले व्यवस्था गरे अनुसार महिलाका सम्पूर्ण कार्यक्रमहरू ल्याउने, दलितका कार्यक्रमहरू ल्याउने, जनजातिको कार्यक्रम ल्याउने। विशेष गरेर चाहिँ यो वर्गीय विभेद जुन हाम्रो समाजमा अहिले पनि महिलाको प्रमुख चाहिँ स्वीकारेको अवस्था छैन। महिलाहरूले काम गर्न सक्दैन, महिलाहरूले चाहिँ भिजन बनाउन सक्दैन, चुनावमा लड्न सक्दैन भन्ने एउटा उदाहरण प्रस्तुत गरेर मैले नारायण नगरपालिकाको चुनाव जित्ने निश्चित छ। त्यसैले चाहिँ मैले यो जितिसकेपछि नारायण नगरपालिका समुन्नत नगरपालिका, नारायण नगरवासी समुन्नत नारायण नगरवासी बनाउनुका लागि मैले थुप्रै एजेन्डाहरू ल्याएको छु। ती एजेन्डाहरू यहाँहरूको माझ फेरि पनि म सार्वजनिक गर्नेछु। यता नेकपा एमाले भने लोमन शर्मालाई नगर प्रमुख र तप्ता कुमारी थापालाई उपप्रमुखका रूपमा अघि सारेको छ। आफ्ना उम्मेद्वारहरू लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमालेका जिल्ला अध्यक्ष रविन्द्र शर्माले भने कुनै पनि हालतमा आफ्ना पार्टीका उम्मेद्वारहरूले चुनाव जित्ने दाबी गरिहाले। उनले त अझ यो गठबन्धन अपवित्र भएको समेत भन्न भ्याए। अहिले मेरो दाबी भनेको यो मुलुकमा नेकपा एमाले बाहेक कसैले पनि यो देशको चिन्ता गर्ने, समाजको चिन्ता गर्ने, आर्थिक रूपान्तरणको चिन्ता गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने यो कुनै चिन्ता देखिएन। यो हाम्रा विरुद्धमा जन्मेको एउटा अपवित्र गठबन्धन छ। यो अपवित्र गठबन्धनको कामै भागभण्डा गर, खाऊ र देशलाई बर्बाद गर, यो तरिकाले यो चल्या हुनाले यही निर्वाचन मार्फत नेपाली जनताहरूले त्यो गठबन्धनलाई लतारेर भैँमा ल्याएर नेकपा एमालेलाई स्थानीय तहहरूमा विजय गराउँछन्। त्यसपछि हामी सिंहदरबारको फेरि एमालेको यात्रालाई अगाडि एमालेका नगर प्रमुखका उम्मेद्वार लोमन शर्माले पनि समृद्ध नगरका लागि विभिन्न एजेन्डा सहित आफू आएको बताए। नगरवासीलाई निःशुल्क खानेपानी तथा बिजुली बत्ती दिने उनको मुख्य प्राथमिकता रहेछ। र हामी निर्वाचित भएर गएको खण्डमा हामीले नारायण नगरपालिकामा सबैभन्दा पहिलो काम सुशासनको एउटा थालनी गर्ने चाहिँ हाम्रो पहिलो उद्देश्य छ र त्यसको आधारमा हामीले आम नागरिकहरूलाई चाहिँ सेवा प्रदान गर्ने र समग्र चाहिँ
भौतिक पूर्वाधारको कुरा, भौतिक विकासको कुराहरू यस नारायण नगरपालिकाका जनताहरूको अति आवश्यक विभिन्न खालका समस्याहरू, खानेपानी, विद्युत, सडक र अन्य त्यस्ता खालका कार्यक्रमहरू जो छन् जो अहिलेको लागि आवश्यक छ र विगतमा केही कामहरू सम्पन्न भएका छन् र केही कामहरू अधुरा छन्। विगतमा पनि नेकपा एमालेकै नेतृत्वमा नारायण नगरपालिकाको आज स्थानीय तहको सरकार थियो र अब बन्ने सरकार पनि नेकपा एमालेकै हुनेछ र हामीले यसलाई चाहिँ विगतको अनुभवलाई चाहिँ एउटा साँगेर त्यसलाई चाहिँ सङ्कलन गरेर अब आउँदो निर्वाचनपछि हामीले स्थानीय तहलाई एउटा सुदृढ, सक्षम, जनपक्षीय काम गर्ने एउटा त्यस्तो खालको थलो निर्माण गर्नेछौँ र जसले गर्दाखेरि आम दैलेखका विशेष गरी नारायण नगरपालिकाका सबै नागरिकहरूले त्यो सेवा प्राप्त गर्न सक्नेछन् भन्ने कुराको विश्वास छ र विशेष गरेर हामीले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने र एउटा यो क्षेत्रमा चाहिँ बेरोजगारीहरूको अन्त्य गर्ने र आज पर्यावरणको क्षेत्रमा उल्लेख्य कामहरू गर्ने र आज सडकदेखि लिएर बत्तीदेखि अन्य जनताका अति आवश्यक कुराहरू चाहिँ र त्यो कुराहरूलाई पुरा गर्ने र विशेष गरेर अहिले खानेपानीको क्षेत्रमा दैलेख सदरमुकाम अत्यन्त समस्यामूलक ढङ्गले रहिरहेको छ। हामीले चुनाव जितेर गएको खण्डमा नारायण नगरपालिकाका सबै उपभोक्ताहरूलाई एकदम सुलभ ढङ्गले खानेपानी सञ्चालन गर्ने, प्रत्येक घर एक धाराको व्यवस्थापन गर्ने र त्यो पानीको अहिलेको महसुल अत्यन्त महँगो रहेको छ र हामीले सकेसम्म स्थानीय तहमै र त्यो स्थानीय नगरपालिकाले नै त्यो जनताको पानीको चाहिँ महसुल चाहिँ तिरिदिने र जनताहरूलाई निःशुल्क खानेपानी प्रदान गर्ने हाम्रो पहिलो लक्ष्य रहेको छ र त्यस्तै गरेर विद्युतको कुरा पनि आज ग्रामीण क्षेत्रमा रहेका धेरै नागरिकहरूले विद्युत महसुलहरू तिर्न नसक्ने अवस्थामा रहेका छन् र हामी यो विद्युतको चाहिँ न्यूनतम महसुललाई चाहिँ हाम्रो नारायण नगरपालिकाले हाम्रा उपभोक्ताहरूको त्यो महसुललाई पनि हामीले चाहिँ त्यो व्यवहारलाई चाहिँ नगरपालिकाले लिने र त्योभन्दा अधिकतम जाने हो भने व्यक्तिले तिर्ने र न्यूनतम महसुल चाहिँ सकिएछ भने हामीले स्थानीय तहबाट नै हामीले जनताको चाहिँ त्यो सुविधा गर्ने र त्यस्तै गरेर हाम्रा स्थानीय तहमा रहेका हाम्रा आम नागरिकहरू शिक्षा, स्वास्थ्य र अन्य त्यस्ता खालका क्षेत्रमा पनि हामी उल्लेख्य ढङ्गले चाहिँ काम गर्नेछौँ र स्वास्थ्यको क्षेत्रमा हाम्रा विपन्न वर्गमा रहेका धेरै मानिसहरू अहिले पनि उपचार नपाइरहेको र अब सुलभ ढङ्गले उपचार नपाइरहेको जो अवस्था छ, हामीले प्रति घर प्रति एउटा स्वास्थ्यकर्मी भेटघाट कार्यक्रम राखेर प्रति हप्ता चाहिँ हामीले जनतालाई सेवा दिने खालको चाहिँ एउटा सोच बनाएका छौँ र यसबाट जनताहरूलाई र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार हुनेछ र त्यस्तै गरेर हामी प्रत्येक समुदायहरूमा हामीले रहेका चाहिँ आम नारायण नगरपालिकाको मुटु नै मानिने 1 नम्बर वडामा पनि कडा प्रतिस्पर्धा हुने निश्चित जस्तो छ। सदरमुकाम नै रहेको यो वडा मिनी नगरपालिकाका रूपमा चिनिन्छ। यही वडामा नेकपा एमालेले मनोज कुमार थापालाई वडाध्यक्षका रूपमा अघि सारेको छ। विकास त स्वाभाविक प्रक्रिया भएकोले विकास भइरहेको, तर व्यवस्थापनको खाँचो भएकाले आफू निर्वाचनमा होमिएको थापाको भनाइ छ। जब जननिर्वाचित भइसक्यो भने यो नगरलाई जति सक्यो राम्रो गर्नुपर्छ, अवसरलाई अत्यधिक प्रयोग गर्नुपर्छ। त्यति समस्या भएको नगरको वडा पनि होइन। यो नगरलाई जति सक्यो छिटो हामीहरूले समुन्नत बनाउन, सफा सक्षम बनाउनको लागि हामी लागि पर्नेछौँ। यो नै हो हाम्रो मूल एजेन्डा। विकास भनेको यता नेकपा एकीकृत समाजवादी पार्टीका रमेश कुमार केसीले वडा नम्बर 1 कै अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। विगतमा वडा सदस्य हुँदा पनि भ्रष्टाचारका क्षेत्रमा केही कामका अनुभव रहेको भन्दै भ्रष्टाचार न्यूनीकरण र उद्यमशीलता विकास आफ्नो प्राथमिकतामा रहेको उनी भन्छन्। भ्रष्टाचार न्यूनीकरणका लागि र उद्यमशीलता विकासका लागि हामीले चाहिँ सबैभन्दा
पहिला गर्नुपर्ने हाम्रा वडाहरू जति पनि वडाहरू छन् त्यसमा चाहिँ हामीले कृषि क्रान्ति गरेर कृषिबाट उद्यम जति हामीले अहिले बाहिरबाट बाहिरिएका वस्तुहरू छन् हामीले यहाँ उत्पादन गरेर त्यसलाई चाहिँ बढीभन्दा बढी जोड दिनका लागि कृषिमा हामी आत्मनिर्भर हुनका लागि मेरो सबभन्दा प्रमुख एजेन्डा यही लिएर म चाहिँ भ्रष्टाचारको कुरा गरिहाल्नुभयो भ्रष्टाचार निर्वाचनमा होमिसकेको सिङ्गो देशभर जनताले कसका एजेन्डा मन पराउँछन् तथा कुन दलका उम्मेद्वार विजय हुन्छन् भन्ने कुरा त वैशाख 30 पछि थाहा भइहाल्ला तर आफ्नो ठाउँको सकारात्मक विकास परिवर्तनका लागि जनताले सक्षम नेतृत्व छान्नुपर्ने भने अहिलेको बोल्ने आवश्यकता मान्छे हो। छ भनेपछि मान्छेहरू भ्रष्टाचार गर्न डराउँछ त्यहीका लागि मेरो उम्मेदवारी